जेम्स सबैलाई। अनि आज शनिबारको दिन हाम्रो घरेलु सङ्गति छ, देख्न सक्नुहुन्छ हिउँहरू छ होइन। अस्ति परेको हो चाहिँ, अनि अझै पनि रहिरहेको छ। जाँदैछौँ। जम्सी बल्ल हामी अब सेवामा आइपुगेका छौँ होइन। अब विल सो यु मोर डिटेल्स इनसाइड। अनि ल गाइस स्टे ट्युन। हजुरको अमेरिका बसाइ अहिले कस्तो भइरहेको छ? अति खुसीको कुरा हो। मेरो जीवनमा चाहिँ अलिअलि हिउँ परेको चारैतिर देखेको थियो। पुरा हिउँ परेको इच्छा चाहिँ थियो। हजुर। अन्त क्यानाडाको यात्रा भयो। क्यानाडाबाट अमेरिका आउँदा चाहिँ सम्पूर्ण रीतिले हिउँमा कसरी अब मान्छे जिएको छ, हजुर कसरी जिउँदो रहेछन् पहिलो अनुभव हो। हजुर। ताकमध्ये ताक हिउँमा कहिले हिँडेको थिएन। सङ्गति कस्तो हुँदैछ? सङ्गति त अब मलाई अब के भन्नु, मलाई कस्तो लाग्दैछ भने अब म कता कता भुटान बस्छु जस्तो पनि लाग्छ। हजुर हजुर। सबै भुटानको विश्वासहरू भेटिन्छ। हजुर हजुर। अनि मलाई जहिले पनि अमेरिका आउँदा होमली फिलिङ हुन्छ। हजुर थ्याङ्क यू। घरमै छ जस्तो लाग्छ। हजुर थ्याङ्क यू। प्रायः सबैले माया गर्छ। हजुर हुन्छ। कसैले मायामा अचुक अथवा अधुरो राखेको जस्तो लाग्दैन, दिलबाटै माया गरेको जस्तो लाग्छ। हजुर हुन्छ थ्याङ्क यू। म पनि एउटा यहाँ आउँदाखेरि समय बितेको थाहै हुँदैन। हुन्छ हुन्छ ल जीवनमा बित्छ मलाई थाहै हुँदैन। हुन्छ थ्याङ्क यू अङ्कल। मेरो जीवन भरि करुणा र भलाइ दे। निश्चय नै मेरो जीवन भरि करुणा र भलाइ दे। मलाई डोर्याउनेछन् सदैव परम प्रभुको घरमा म सदा रहिरहनेछु। मलाई डोर्याउनेछन् सदैव परम प्रभुको घरमा म सदा रहिरहनेछु। निश्चय नै मेरो जीवनभरि जो मालिक प्रभु तपाईँ जो सृष्टिमा हुनुहुन्थ्यो हिजो आज अनि प्रभु धर्म परिवर्तन गर्न होइन, पापलाई जीवन त्यागिदिनलाई। धर्म परिवर्तन गर्न होइन, पापलाई जीवन त्यागिदिनलाई। मुक्तिदाता विश्वका अनन्त जीवन पाउनलाई जीवनदाता यीशुका आज